नमस्ते। के बहालवाला प्रधानमन्त्री आफैले गाडी हाँक्नु उचित हो? प्रधानमन्त्री बालेन्द्र शाह आफै गाडी हाँकेर पोखरा पुगेका छन् अनि उनले गाडी चलाएको दृश्य देखाउँदै उनका समर्थकहरूले सादगी प्रधानमन्त्री, आत्मनिर्भर प्रधानमन्त्री अनेकौं उपमा दिँदै प्रचार प्रसार गरिरहेका छन्। तर बहालवाला प्रधानमन्त्री आफैले गाडी चलाउनु वास्तवमै यसरी प्रशंसा गर्ने विषय हो कि गम्भीर समीक्षा गर्नुपर्ने सुरक्षा चुनौती र कमजोरीको विषय हो? पक्कै पनि प्रधानमन्त्रीले स्टियरिङ समाते पनि अगाडि पछाडि सुरक्षाकर्मी र एस्कर्ट गाडीको लावालस्कर हिँडिरहेको देखिन्छ। त्यसैले यसबाट न सुरक्षा खर्च उल्लेखनीय रूपमा घटेको छ, न त आवश्यक जनशक्ति र सवारी साधनको सङ्ख्यामा कमी आएको छ। केवल चालकको सिटमा प्रधानमन्त्री बस्दैमा त्यसलाई सादगी कसरी भन्ने? प्रधानमन्त्री अब कुनै निजी नागरिक मात्र होइनन्, उनी देशका कार्यकारी प्रमुख हुन्, संवेदनशील सरकारी सूचनाका केन्द्र हुन् र आकस्मिक अवस्थामा तत्कालै निर्णय गर्नुपर्ने जिम्मेवार पदाधिकारी हुन्। त्यसैले उनको सुरक्षा उनको व्यक्तिगत इच्छामा भर पर्दैन। उनले स्वीकार गर्ने र अस्वीकार गर्ने सुविधा पनि होइन। उनको सुरक्षाको जिम्मा राज्यको हो। नेपालमा प्रधानमन्त्रीको सुरक्षा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागले संयुक्त रूपमा सम्हाल्छन्। सवारी यात्राको अगुवा र पछुवा सुरक्षा गाडी नेपाली सेनाले सम्हाल्ने व्यवस्था छ। तर सुरक्षा टोली अगाडि पछाडि हुँदैमा प्रधानमन्त्री आफैले चलाएको मूल गाडी पूर्ण रूपमा सुरक्षा टोलीको नियन्त्रणमा हुन्छ भन्न सकिँदैन। प्रधानमन्त्रीको गाडी चलाउने व्यक्ति सामान्य चालक हुँदैन। उसलाई दुर्घटना र सम्भावित जोखिमबाट जोगाउने डिफेन्सिभ ड्राइभिङ तथा आक्रमण, पिछा, अचानक सडक अवरोध वा सुरक्षा खतरा आएमा सुरक्षित स्थानतर्फ निकाल्ने इभेसिभ ड्राइभिङ तालिम पनि दिइएको हुन्छ। प्रधानमन्त्री बालेन्द्र शाहले गाडी त चलाउन जानेका छन्, उनले डिफेन्सिभ र इभेसिभ ड्राइभिङको ट्रेनिङ पक्कै लिएका छैनन्। अचानक कुनै सवारीले बाटो छेक्यो, भिड अनियन्त्रित भयो, निर्धारित मार्ग असुरक्षित बन्यो वा सुरक्षा टोलीले तत्काल दिशा परिवर्तन गर्न निर्देशन दियो भने निर्णय कार्यान्वयन गर्ने जिम्मा प्रशिक्षित चालकमाथि हुन्छ। प्रधानमन्त्री आफै चालक हुँदा उनको ध्यान सडक सुरक्षा सूचना, एस्कर्ट टोलीसँगको समन्वय र सरकारी जिम्मेवारी बीच बाँडिन्छ। अमेरिकामा बहालवाला राष्ट्रपतिले सार्वजनिक सडकमा आफै गाडी चलाउँदैनन्, चलाएको कहिल्यै देखिएको छैन। आजीवन सेक्रेट सर्भिसको सुरक्षा लिएका पूर्व राष्ट्रपतिलाई समेत खुल्ला सार्वजनिक सडकमा आफै गाडी चलाउन दिइँदैन। उनीहरूले निजी वा पूर्ण रूपमा नियन्त्रित परिसरमा मात्र गाडी चलाउन सक्छन्। यो विलासिताका लागि होइन, सुरक्षाकर्मीले सवारी र आकस्मिक उद्धारको पूर्ण नियन्त्रण राख्नुपर्ने भएकोले हो। त्यसैले पोखरामा प्रधानमन्त्रीले आफै गाडी चलाएको घटनामा सरकार र सुरक्षा निकायले जवाफ दिनुपर्छ। के प्रधानमन्त्रीलाई सार्वजनिक सडकमा आफै गाडी चलाउने अनुमति सुरक्षा कार्यविधिले दिन्छ? के उनले डिफेन्सिभ र इभेसिभ ड्राइभिङ सम्बन्धी आवश्यक सुरक्षा तालिम लिएका छन्? यो यात्रा औपचारिक जोखिम मूल्याङ्कन र सुरक्षा निकायको स्वीकृतिमा भएको थियो कि थिएन? आकस्मिक खतरा आएको भए मूल गाडीको नियन्त्रण कसले लिन्थ्यो? सुरक्षाको उही लावालस्कर साथमा थियो भने यसलाई सादगी भन्नुपर्ने आधार के हो? यस्तो अभ्यास भविष्यका प्रधानमन्त्रीका लागि पनि स्वीकार्य सुरक्षा मापदण्ड बन्न सक्छ। त्यसैले यसमा गम्भीर हुनैपर्छ। प्रधानमन्त्री आफै गाडी चलाउन सक्छन् भन्ने देखाउनु लोकप्रिय दृश्य होला, तर गाडी चलाउन सक्नु र बहालवाला प्रधानमन्त्रीले सार्वजनिक सडकमा आफै गाडी चलाउनु एकदमै फरक कुरा हो। सादगी देखाउन अनावश्यक एस्कर्ट घटाउन सकिन्छ, साइरन र सडक अवरोध कम गर्न सकिन्छ तथा सरकारी खर्च पारदर्शी बनाउन सकिन्छ। तर प्रशिक्षित सुरक्षा चालकको भूमिका प्रधानमन्त्री आफैले लिनु सादगीपना होइन, सुरक्षा संरचनाभित्र अनावश्यक जोखिम थप्ने अभ्यास मान्नुपर्छ। अत मूल प्रश्न बालेन शाह सादा छन् कि छैनन्
भन्ने हुँदै होइन। मूल प्रश्न यो हो, देशको बहालवाला प्रधानमन्त्रीले सार्वजनिक सडकमा आफै गाडी चलाउनु सही, सुरक्षित र संस्थागत अभ्यास हो कि होइन। त्यसैले यस विषयमा बहस गर्नु जरुरी छ, किनकि प्रधानमन्त्री त तनावमा हुनसक्छ, प्रधानमन्त्री अन्य उसमा हुनसक्छ, उसलाई नियन्त्रण गर्ने व्यक्ति नहुन सक्छ। त्यसैले प्रधानमन्त्री आफैलाई गाडी चलाउन दिनु एकदमै खतरनाक विषय हो, यो रोकिनुपर्छ।